हेलो एभ्रिवान नमस्ते दिस इज मी कविता फ्रम काठमाडौँ नेपाल। आज मेरो डे 88 रहेको छ भने यो चाहिँ मेरो 90 डेज रिल च्यालेन्ज हो। अब मात्र 2 डेज बाँकी छ, त्यसपछि मैले फेरि अर्को च्यालेन्ज लिएर आउनेछु र आजको टपिक्स रहेको छ इन्भेस्टमेन्ट इन पर्सनल डेभलपमेन्ट। हजुरले केही गर्नुहुन्छ भने फर्स्टमा आफूलाई इन्भेस्ट गर्नुहोस्। आफ्नो स्किल बढाउनु, आफ्नो ग्रोथ बढाउनु, आफ्नो पर्सनालिटी बढाउनु, होइन, चारजनाको अगाडि बोल्न सक्ने त्यो स्किल बढाउनुहोस् है। पहिला आफूलाई इन्भेस्ट गर्नु, त्यो के हो थाहा छ? समय, धैर्यता, अनुशासन, होइन, अनि त्यसपछि गर्न सक्छु भन्ने त्यो दृढ विश्वास। हजुरले चाहिँ यस्ता कुरा चाहिँ आफूमा इन्भेस्ट गर्नुभयो भने चाहिँ हजुरले चाहिँ जे काम गरे पनि सक्सेस हुनुहुन्छ। र यो सबै कुरा चाहिँ सिक्नको लागि चाहिँ एउटा होल प्याकेज चाहिँ हाम्रो ट्रेनिङमा छ, जुन मैले गर्दै आइरहेको बिजनेसमा छ। जुन बिजनेसले हजुरलाई फर्स्टमा हजुरको पर्सनल स्किल, पर्सनल ग्रोथ, होइन, मासमा बोल्न सक्ने त्यो तपाईँसँग स्किल डेभलप्ड, होइन, लाइफ जान सक्ने त्यो एउटा स्किल डेभलप चाहिँ सबै कुरा चाहिँ यो होल प्याकेज चाहिँ हाम्रो ट्रेनिङमा हुन्छ। जुन चाहिँ हजुरले चाहिँ फ्री त जानुभयो भने चाहिँ हजार खर्च गरेर चाहिँ हजुरले यो ट्रेनिङ लिनुपर्छ भने हाम्रो यहाँ चाहिँ फ्री तपाईँको मोबाइलमा लगइन गरेर लाइफ टाइमको लागि चाहिँ प्रोभाइड हुन्छ। सो यस्तै फ्लेक्सिबल बिजनेसको खोजीमा हुनुहुन्छ, जसमा चाहिँ पहिला हजुरको स्किल, हजुरको पर्सनल हेल्थ, हजुरको चाहिँ क्वालिफिकेसन भन्दा पनि हजुरको एक्सपिरियन्स भन्दा पनि हजुरलाई चाहिँ एक्सपर्ट बनाउने काम चाहिँ यो बिजनेसले गर्छ है। अनि यस्तै बिजनेसको खोजीमा हुनुहुन्छ भने चाहिँ मलाई चाहिँ म्यासेज गर्न सक्नुहुनेछ। सो थ्याङ्क यू सो